हामी चाहिँ पाथिभरा जाँदैछौँ। अबको भिडियो चाहिँ मैले पाथिभरा गएको बनाउन आँटेको हो। हामी चाहिँ अहिले बिटामटबाट बिहान 3 बजी कति 3 बजी हिँडेर अहिले 8-7 बजी राके आइपुगेका छौँ। अब राकेबाट चाहिँ उकाल लाग्यो हामी। धेरै 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 चिसो मौसम छ। 8 जनाको टोली 9 जनाको टोली चाहिँ हिँड्दैछौँ। हामी चाहिँ पाथिभरा हिँडेकै पम्चर भयो गाडी। के अरे बा कावेरी नदी बाउले यत्रो भिडै नागेर गयो राम। हामी चाहिँ तल्लो फेदी आइपुगेका छौँ। तल्लो फेदीमा यहीसम्म मात्रै गाडी जाने रहेछ। यहाँबाट पछि हिँड्दै 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 जाने। मास्लो फेदी गएर बसेर अनि भोलि बेलुका 2 बजी त्यहाँदेखि उता पक्कै भेट्यो। हामी बिहान ठ्याक्कै 2 बजी बिर्तामोडदेखि हिँड्यौँ। 2 बजी बिर्तामोडबाट हिँडेर कन्याम, इलाम, नेपालटार, राके, फ्रिदिम, ताप्लेजुङ हुँदै सुकेटार हुँदै तल्लो फेदी आइपुगेर चाहिँ हामी भर्खर तल्लो फेदीबाट उकाल लाग्दैछौँ। तल्लो फेदीबाट अलिकति मात्रै उकाल लागेको हो। हाम्रो टोली चाहिँ तल छन्। दम निस्किसकेको छ। यी 2टा झोला चाहिँ के रहेछन् कतिखेर प्रयोग हुँदो रहेछ म हेर्न भन्छु। राम 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 गए हिँड्दा छन्। कस्तो हुँदैछ उकालो चढ्दा कस्तो अनुभव हुँदैछ? मजाले। तपाईँलाई कस्तो हुँदैछ? भारी थोर भएछ क्या हो तपाईँलाई? भाइलाई ए भाइ के बोक्नु भएको यसरी? यत्रो लुगा बोक्नु पर्दैन होला नि? अनि 2 जनाको छ। सानो बाले सक्नु भएन। त्यही त जरा है जाउँ है जाउँ है। यी 2टा झोला चाहिँ के रहेछन् कतिखेर प्रयोग हुँदो रहेछ म हेर्न भन्छु। राम 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 गए हिँड्दा छन्। चटपटे खाएपछि तागत आउँछ। ल
यहीँ हो यहीँ उयो मासतिर योगेश भट्टराई के हो लु यहाँ बोक्ने मान्छे चाहिसक्यो यहाँ तलतिर हामी चाहिँ मास्लो फेरि आइपुगेका छौँ करिब 40 मिनट जति हिँड्यौँ होला त्यहाँबाट यहीँ बस्ने अनि भोलि बिहान उठेर जाने कुरा भएको छ मास्लो फेरि कहाँ बस्ने हामी बस्नुहोस् यहीँ हो एउटै हो यता भान्साघर हो यता सूर्योदय हालिदिनु मलाई पनि मिठो रहेछ खामै 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 भोलि 1 बजी उठेर हिँड्ने होला दरो खामै दासे लाग्यो अब चाहिँ हामी पाथिपारातिर जान लाग्दैछौँ बिहानको 2 बजी होला 3 बज्न आँट्यो हिँड्दै हिँड्दै 2-3 घन्टा पछाडि पुग्नेछौँ अरू मम्मीहरू जानुभयो हामी 2 जना मात्रै छौँ अब हामी पनि जान आँटेको तर बिरामी भनेर अगाडि पठाएको आफै बिरामी भयो जस्तो भइरहेको चिसोले ओके कुहिरो लगाएर चाहिँ यस्तो यहीँ यहीँ नदेखि यहाँ कान्छी पाथी भएर आएर यहाँ एकचोटि पूजा गरेर अगाडि जानुपर्ने मान्छे आउँदैछन् उताबाट हामी बिहान 3:30 बजीतिर सानो भेलीबाट हिँडेर अहिले ट्याक्कै 5:30 को समयमा चाहिँ लगभग 2.5 घन्टा जति हिँडेर चाहिँ चिसो हातखुट्टा ठिर्याएर चाहिँ हामी पाथिपारा मन्दिर परिवेशमा आइपुगिसकेका छौँ आइपुग्यो पाथिभर रुन मात्रै बाँकी हो अनुहार पनि रुन चाहिँ भइसक्यो चिसो यति धेरै
सेटिस्फाइङ तर फाइनल्ली हामीले चाहिँ पाथिभरा माताको दर्शन गरेर फर्किँदैछौँ। आमामा चिसो हिउँ पर्दैछ वरिपरि। हिँड्नु हिँड्नु हालत भएको छ हालत। तिमीहरू माथि थिएन? थिएन अनि हामी कसरी आउँदाखेरि अँध्यारो थियो, जाँदाखेरि भिडियो गऱ्यो। आउँदाखेरि अँध्यारो त केही देखिएन, जाँदाखेरि चाहिँ मम्मी यहाँ खिच्दिनँ एउटा। यस्तो राम्रो हिमाल, धेरैवटा हिमाल देख्ने रहेछ। पक्नै यो भाइले मेरो एकजना मम्मी एकजना सानो ला टिम। लु हल्ला नगरी छिटो आउने। एक दुई शब्द जाओस् त। ल्यायो भाइले, छोरोले मेरो छोरो परिवार आएर मलाई पाथिभरा पुर्याएर ल्यायो। त्यहाँभन्दा ठुलो कुरो केही छैन मलाई संसारमा, केही चाहिँदैन। बस कर त्यति भएको फेरि जान्छ। फेरि छोरोलाई राम्रो होस् भनेर मैले सबै भन्दछु। पाथिभरा माताले नसोचेका ठाउँमा पुर्याएर ल्यायो हाम्रो छोरोले। जाने कुरो यहाँनिरलाई पनि सानालाई। ठिक छ ल, मैले सक्यो होइन हाम्रो आजको। धेरै 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 धन्यवाद हाम्रो छोरालाई यसरी लगेर ल्याइदिएकोमा। नसक्ने सानो बुवालाई पनि लगेर ल्याइदिए पनि प्रशंसा गर्छ। यति तारिफ सुन्दै अब यो भिडियो चाहिँ सकिन्छ है। पाथिभराको हामीले घुमेको अब अगाडि त त्यो हिजोकै छँदैछ।